ठुसुक्क बस्न नपाइकन एकहोरो जोतिरहन्छन्। आज पनि घरधन्दा मेरै थाप्लोमा छ, मरिने नै भयो नि। मानिस रोगले भोकले मर्छन् तर कामले कहिले पनि मर्दैनन् भन्छन्। त्यसैले आफ्नो घरको काम सबैजना मिलेर गर्नुपर्छ। ल ल भइगयो, धेरै भाषण नदेऊ। अब ल म अब अफिस हिँडे। बाटामा गाडी चढे झै गाडी भिडले कोचाकोच भएको थियो। अफिसमा ओर्लेर काम गरेको र साँझ घर फर्कदा ओहो कस्तो थके लागेको। ओहो कति राम्रो अभिनय गरेको। एकदमै राम्रो। ल अब कसको पालो माथि? अब तिम्रो पालो। खै मलाई नआए पनि म कोसिस गर्छु है त। पहिला जस्तो कहाँ हो र, अहिले त बुढी भए अलिकति काम गर्दा पनि ज्यान दुखेर आउँछ। लुमन्तीको बुबा बितेको 3 वर्ष भइसक्यो। ऊ छाउन्जेल उसले नै खेतको काम गर्थ्यो। अब त खेतको काम पनि आफै, घरको काम पनि आफै गर्नुपर्छ। म एक्लैले परिवार पाल्नुपर्छ। लुमती तिमीले त हामी सबैले रुलाइदियौ, म अब हँसाउँछु है त। भाउ भाउ भाउ, हाम्रो घरमा चुलो छ, कुकुर अघि राति चोर आयो भने डराएर भाग्छ। यी कुकुर भुक्छ भाउ भाउ भाउ। हाम्रो राम्रो कुकुर भुक्छ सधैँ। मलाई देख्यो भने पुच्छर हल्लाएर हिँड्छ। हामीसँग त धेरै जग्गा पनि छैन। हाम्रो बुवाले खेतमा काम गर्नुहुन्छ। मौसम अनुसार केही तरकारी उमार्छौँ। हामी सबै मिलेर खेतमा काम गर्छौँ।